चाहिँ हामी जोरबारुको यात्रातिर लागिरहेछ हाम्रो मन्दिरहरूसँगै। हामी चाहिँ आज हाम्रो सांस्कृतिक कार्यक्रम, हाम्रो आफ्नै सांस्कृतिक कार्यक्रम भएको हुनाले हामी चाहिँ 3 जना जोरबारु जाँदैछौँ। जोरबारुको यात्रा भइरहेछ हाम्रो चाहिँ। तपाईहरुलाई बसको टिकट काटेर बसमा चढेर भेट्नेछौँ, त्यसपछि एकैचोटि लार्किनमा भेट्नेछौँ जोरबारुतिर। ल है गाइस, मलगा सेन्टरको बस स्ट्यान्डमा झरियो। अहिले चाहिँ उता रुमबाट आएर अब यहाँ पुरै बस खोज्न हिँड्छौँ हामी चाहिँ। यता हाम्रो भकुण्डेश्वर वाक पाराले यता हिँडिरहेछ है। हाम्रो हरियो पनि यता आज गुरु ए गुरुपा यता सेवा आज कहाँ जानेर हामी? यता हेर न, यता हेर यार। लु अनुहार त देख्दैन नि त, कालो न कालो छ त के भएको। पुरै बस स्ट्यान्डमा आएको छ। अब यहाँ चाहिँ टिकट काट्नु जाँदैछ हामी चाहिँ। टिकट काटेर त्यसपछि चाहिँ अनि कति बजीको बस पाउँछ जोरबारुको लागि, अनि तपाईँहरूलाई बसको टिकट काटेर बसमा चढेर देखाइदिनेछौँ। हेर्दै गर्नु होला है गाइस, हेर्दै गर्नु होला है त। ल त्यसका बाजेको वाक पारामा हामी चाहिँ हिँडिरहेछौँ। काले सबै काले हिँडिरहेछ। एकजना चाहिँ भकुने चाहिँ अलिक गोरो छ, तर पनि त्यो पनि काले नै हो। यता हरियो काले चाहिँ उता क्वार्याक पाराले हिँडिरहेछ पुरै त्यसका बाजेको। ल लर्याङ पाराले। हामी भन्दा पनि कालो मान्छे त उता हिँड्दो रहेछ त्यसका बाजेको। ल है गाइस, हामी चाहिँ अब यता भित्र टिकट काट्ने ठाउँमा जाँदैछौँ वाक पाराले। यो अँधेरमा झन् कालो मान्छे, यता सेतो देख्दो रहेछ यार। मान्छे म एकदम खतरा नि झाँगरीको फेटा बन्नु पर्यो नि त नि। पुरै दम्सीको काँडा साडा त्यो ओह्रालो पास। के बोले कहाँ टिकट खाने ठाउँ कता यतै होला। सबै बन्द छ क्या? यो त होइन हौ, उता यहाँ हामी चाहिँ टिकट काट्दैछौँ। ल गाइस, हामी चाहिँ टिकट काट्नु आएको छ यहाँ। यो अब टिकट छ कि छैन? ल अब यहाँ टिकट काटिरहेछ हामी चाहिँ। ke JP Larkin hari ini 3.30 petang. Nama Basio Jamban Express. 3 orang. Ini nama Basio. Ni nama bas Jawat Express. Ya. Jangan salah naik bas ya. हामी जाने बस्छु ल। 3:30 को टिकट पनि काटिसक्यो। अब काउन्टरमा 3:30 3:30. उता बर्मी उता झाँक्री। Ini masuk gate di platform 16 ya, 30 minit awal ataupun 15 minit awal. ल हामी उता पछाडि त अब बस वेटिङमा। ल हेर्नुहोस् गाइस, टिकट यो चाहिँ टिकट हाम्रो। हेर्नुभयो टिकट। आज चाहिँ हामी जाने नै भयो। अस्ति चाहिँ झुक्याएर भकुण्डेले झुक्याएर त्यत्तिकै भयो। यहाँ रहेछ ब्याङ्कको एटिएम कार्डहरू सबै यहाँ रहेछ। आज हरियो सबै बस। आज झाँक्री उता कति दिन्छ टिकटको पैसा। बाटो छ नि त।
यो वेटिङ रुममा बस्यो हामी चाहिँ। अब एक एकवटा टिकट दबाएर टिउडुङ टुङ पार्नु पर्ने रहेछ। यहाँ चाहिँ यो कहाँ गर्ने हो? यो चाहिँ खोल्दैन त अनि खोइ कहाँ हो? यताबाट खोल्ने रहेछ नि त। यहाँ कहाँ जान्दैन केटाहरू। यो चाहिँ यो 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 यहाँ चाहिँ वेटिङ रुम हो। यहाँ चाहिँ लामो दूरीको बसको वेटिङ रुम हो। यो चाहिँ केएल, क्वालालम्पुर, जोरबारू, यो कहाँ कहाँ जाने लामो दूरीको बसको यो चाहिँ काउन्टर हो। यो चाहिँ यहाँ अब गेट नम्बर ए, गेट नम्बर बी। हाम्रो चाहिँ बीमा हुन्छ अरे केटाहरू। ल हेर्नुहोस्, यहाँ चाहिँ यो लामो दूरीको बसहरू यहाँ चाहिँ ल हेर्नुहोस्। यो चाहिँ लामो दूरीको वेटिङ रुम हो। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ लामो दूरीको बसहरू आउँछ। ल हेर्नुहोस् टक्कसँगले सबै यहाँ वेटिङ गरिरहेको छ। हाम्रो प्लेटफर्म बी हो भनेको त्यही यही गेटबाट चाहिँ हामी जानुपर्ने हुन्छ। ल हाम्रो भकुण्डे सरहरू चाहिँ त्यहाँ बसिरहनु भएको छ। ल हाम्रो आजको मेन मालिक झाँक्री भनेको चाहिँ उही हो। उसैको थ्रोबाट गइरहेछ हामी चाहिँ। ल भकुण्डे जाँदैन जाने भन्दा जबरजस्ती लिएर आयो है तिमीहरू भनेको। ए दाइले यसो दाइले के को लागि पोल खोल्यौ न त। अनि के एकजना नानीको आमाले गर्दाखेरि चाहिँ आएको हो। ए एकजना नानीको आमाले गर्दाखेरि चाहिँ आएको यो। ए न त कहाँ आउँथ्यो त। अनि नानीको आमा त छोड्दैन यार, घर जाने बेला भयो यार। नानीको आमादेखि झुकेका नै साला होइन। भिडियो फोटो खिच्छ त्यसका आवाजको नानीको आमादेखि झुकेका नै साला भन्छ त के हो पारा। खै यस्तो नि हुन्छ त यार। नानीको आमा पाक्छ है। हामी पनि च्यासमा लगाऊ न यार, च्यासमा लगाऊ न सर। त्यसका आवाजको च्यासमा लगाऊ न सर। ल है गाइस, अब हामी तपाईँलाई बसमा चढेर त्यसको एकैचोटि जोरबारूमा देखाउने छ है तपाईँलाई गाइस। चिनिहाल्नु। ल है गाइस, हाम्रो चाहिँ अब प्लाट नम्बर 16 बस यही हो। हाम्रो चाहिँ गाडी आयो। अब हामी चाहिँ जाने हो। अब हामी चाहिँ बसमा चढिरहेछौँ। ल है गाइस, हेर्नुहोस् हाम्रो चाहिँ अब बस चढ्न आँटेको छ। ल है गाइस, हामी चाहिँ अब यहाँ बस्यो। ल कति हो बस्नु? बसको सिट पनि कति हो? सिट 22। सिट 22 21 20 21 22 यहाँ रहेछ। ल सिट नम्बर 22। है तेरिका ल बस्यो। 23 24 होला दुईजनाको। कस्तो दुईजना सँगै परेछ यार। एक्लै परेछ। म त एक्लै परेछ त्यसका बाजेको त। मलेसियाको बस हेर्नुहोस् ल गाइस, चट्टोसँगले खिड्कीमै हामी चाहिँ अब यस्तो सर भिडियो बनाउँदै जाने हो। अब खाने त पर्लाई टक्कै भिडियो बनाएर एक्लै हो हामी त भाइ। ल है गाइस, हेर्नुहोस् यहाँको सिनहरू यस्तो मजाको छ। खतरा छ। हेर्नुहोस्
बवाल छ नि यहाँ। ल गाइस हामी त जाँदैछौँ, अझै बसको यात्रा जारी नै छ। यहाँबाट हामी जाँदैछौँ अझै। हेर्नुहोस् बाटोको दृश्यहरू यस्तो रमाइलो छ नि। ल हेर्नुहोस् परपरको दृश्यहरू यस्तो रमाइलो छ। मजाले आमा यतिको रमाइलो चाहिँ काहीँ पनि छैन क्या यस्तो। ल हेर्नुहोस् है बसभित्र पनि हेर्नुहोस् सबैजना यहाँ खाली खाली छ बसहरू। यता आफ्नै पारामा छन्, उता आफ्नै पारामा छन्, सबै वाक पारामा आफ्नै दुनियाँमा छन्। ल हेर्नुहोस् गाइस हामी आफ्नै पारामा छ यतै। आज हामी जाँदैछौँ। हेर्नुहोस् यस्तो रमाइलो छ। हामी 5 बजे समथिङ 5 बजे चाहिँ पुग्छौँ। 3:30 बजी चाहिँ हाम्रो स्टार्ट भएको बसको यात्रा। जाँदैछौँ अझै। तपाईँहरूले पनि एकदम मजा लिनु होला हाम्रो यात्रासँग। हेर्नुहोस् वरपर यस्तो जङ्गल हरियालीले वरपर एकदम रमाइलो खतरा छ। आनन्दै आनन्द छ एकदम मजाले जङ्गल। जाँदैछौँ है हामी जाँदैछौँ। बसको यात्रा टक्कैसँगले लगाइनुहोस् गाइस। यस्तो रमाइलो छ। म यता आफ्नै पारामा बसिरहेछ गाइस। आफ्नै दुनियाँमा आफ्नै पारामा त्यसका बाजेको वाक पाराले कालो कालो देख्छ होला सायद। त्यसका बाजेको मान्छेलाई एउटै हो। तपाईँहरूले गाइस माया गरेर हेर्नु होला है। एकदम हेर्नुहोस् गाइस यस्तै छ हाम्रो जिन्दगीको गोरेटोमा टक्कसँगले। हेर्नुहोस् यस्तो दामी बस्ती छ। कहाँको बस्ती आइपुग्यो यस्तो एकदम भिआइपी बस्ती यो जङ्गलको बिचमा। तपाईँहरूले देख्नुभयो होला है। हेर्नुहोस् जङ्गलको बिचमा एउटा बस्ती रहेछ। हेर्नुहोस् टक्कसँगले खतरा लाग्यो। देख्नुभयो उता छ ऊ देख्नुभयो नि। बस्ती 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 यहाँ चाहिँ खतरा खतरा भिआइपी बस्ती रहेछ नि त। यहाँ चाहिँ एकदम खतरा रहेछ। ल हेर्नुहोस् दामी दामी सानो सानो एउटा एउटा घर रहेछ क्या। यस्तो घर मजाले एकदम दामी हुन्छ क्या एकदम। तर जति नै दामी भयो भने के गर्नु, यहाँको मान्छेले अब त्यहीँको छेउको छिमेकीलाई चिन्दैन। त्यहीँको त्यहीँ अब यस्तो जोडेको घर हुन्छ त्यहीँको छिमेकीलाई को चिन्दैन। हाम्रो गाउँघर जस्तो कहाँ रमाइलो हुन्छ र? रमाइलो त गाउँघरमै हुन्छ नि। पर छिमेकीहरू जम्मा भएर गफसफ गर्ने, यसो पाहुना साउना आउँदाखेरि रमाइलो हुन्छ। पल्लो घरको पाहुना आउँदाखेरि यतापट्टिको घरको मान्छे जान्छ रमाइलो हुन्छ। उतापट्टिको पाहुना आउँदाखेरि यतापट्टिको घरको मान्छे जान्छ रमाइलो हुन्छ। यहाँ त त्यहीँको त्यहीँ एउटै त्यो छेउको एउटै दैलो चासेको दैलोको छेउको घरको छिमेकीले त्यहीँको मान्छे चिन्दैन। चिन्नु पनि पर्छ है। उनीहरू आफ्नो ड्युटीमा बिजी हुन्छन्। सबैले आफ्नो आफै खानुको लागि आफैले कमाउनु पर्छ। यहाँ सबैले अब यहाँको बच्चाहरू 16-17 वर्ष भएपछि सबै ड्युटीमा लाग्छन्, काममा लाग्छन्, अनि आफ्नो लो गर्न थाल्छन्। अनि त्यही भएर अनि यहाँ अलिक नजिकको मान्छे चिन्नु गाह्रो पर्छ, छिमेकीहरू चिन्नु गाह्रो पर्छ गाइस। यस्तै छ सहरको बसाइ। हामी चाहिँ जाँदैछौँ। तपाईँहरूलाई सबैसँग हामी लाँदैछौँ। सर हिँड्नु होला गाइस। हामी एकदम खतरा एकदम यो पाराले जाँदैछौँ। हामी चाहिँ जङ्गल छ। हामी जङ्गलको बाटो जाँदैछौँ है गाइस। ल छेउछेउमा केराघारी पनि रहेछ। ल हेर्नुहोस् है केराघारी उतार्नुहोस् है। नम्बल घारी केराघारी तेलको घारी सबै रहेछ त्यसका बाजेको। हेर्नुहोस् कति रमाइलो छ। ल हेर्नुहोस् हेर्नुहोस्
सुन्दैन, चलिरहन्छ। अब तपाईँहरूलाई म एकैचोटि ठक्क